व्हाट्सअप गाइज वेलकम टु माई न्यू भ्लग होइन हजुरहरूलाई कस्तो छ म पनि सन्चै छु मेरो कति दिन पछि भ्लग आएको छ माया र सपोर्ट गरेर देखाइदिनु होला हामी सबैलाई थाहा नै छ आज मदर्स डे र मैले आमा सुरुमै आमाको मुख हेरेर खुट्टा ढोगेर माथि खुट्टा धोइसकेपछि माथितिर माथितिर लागिसकेपछि दिदीहरू आएको छन् बहिनीको आज स्कुल बिदा रहन्छ र दिदीले बहिनीलाई कपाल बाटिरहेको थिए हजुरहरू बाहिर हेर्न सक्नुहुन्छ यस्तो तातो घाम लागेको छ यस्तो हरियाली छ किनकि पानी परेर प्रदूषण कम भएको छ र बहिनी स्कुलतिर लागि है र बहिनीको बस पनि आयो र बहिनी बसभित्र छिरेर गई किनकि बस आउँछ नि त बेबीलाई लिनलाई होइन हाम्रो घरमा पाहुना आउनुभयो पाहुना भन्दाले हाम्रो बुवाको भान्जी आउनुभयो है भान्जी आएपछि सबैले भान्जीले पनि ढोका गर्नुभयो हामीले पनि ढोका गर्नुभयो दिदीले मलाई मही र दुध लिएर आइज जा भनेर पठाउनु भयो र मही र दुध दिन गयो है दुध पनि लिएर आइसकेपछि चुरा र के ल्यासाम कुरै नगर्नु होला फेरि म घर आएर माथि पुऱ्याइदिएर फेरि म तलतिर झरेँ किनकि माथि अलिक पाहुना आएपछि मलाई बस्न मन लाग्दैन क्या गाइस बुवाले मेरो भ्लगलाई हाइरहे अनि फेरि मैले मम्मीलाई कल गरेँ मम्मीलाई कल गरिसकेपछि फेरि मासतिर म लागेँ मासु लागेपछि पाहुनाहरू जाने बेला भएर चाहिँ मलाई इनड्राइभ गरेर त बाबु भन्नुभयो मैले फेरि इनड्राइभतिर गर्न लागेँ इनड्राइभ गरिसकेपछि मलाई बाई भन्नुभयो आमाले बाई भन्दै मैले पनि मलाई भोक लागेको थिएँ मैले खाजा पनि खाएँ मस्त भोक लागेको थिएँ खाजा टन्न खाएँ है यति घाम छ गाई यति घाम छ फेरि म तलतिर लागेँ तलतिर लागिसकेपछि मैले फेरि दिदीले तेरो र मेरो काम छ कहाँ जान लागेको दिदी भनेर सोद्धाखेरि त्यो दुईवटा मोबाइलमा एउटा मोबाइलमा सिम चेन्ज गर्नु छ भनेर सिम नयाँ निकाल्न हामी जान लागेको दिदीहरू भाइ खुरु नारायण टाढा यति घाम थियो त्यही पनि हामी खुरु लाग्यौँ सिम ठाउँ चेन्ज गर्ने ठाउँमा आइपुगेपछि हामी दिदीले सिम चेन्ज गर्दै हुन्छ रिपेयर गर्दै हुन्छ फोटो सब चाहिँदैछ सबै थोक चाहिँदैछ बल्ल तल सिम लाग्यो है दिदी थेरापीमा जानुभयो र म घरतिर फर्केँ किनकि दिदीसँग भिनाजु हुनुहुन्थ्यो र मलाई लास्ट गर्नु भएर चिसो खाना मन लाग्थ्यो र मैले आइसक्रिम 20 रुपियाँको मगाएर खाएँ है फेरि घरतिर लागिरहेको घाम चाहिँ थिएन पहिले पानी पर्ला जस्तो भएको थियो र फेरि म घरतिर लागेर लुगा सुगा फेरेँ अलिकति फ्रेस आनन्द हल्का भए जस्तो भयो फेरि माथि आएर हेरेको त आमा बुवा त ढली पो रहनु भएको छ मलाई खाना खोइ भनेको त तँलाई खाना छैन भन्नुभयो है फेरि हेरेको त पानी त आम्मा ठुलो पानी पर्न लाग्यो जस्तो लाग्यो फेरि म भित्र छिरेँ हाम्रो मदर्स डे चाहिँ कि गाई जहिले पनि बेलुका हुन्छ क्या बेलुका हामी मदर्स डे जहिले तरेका मान्छे भएर होला हामी जहिले पनि मदर्स डे बेलुका नै गर्छौँ र हेर्न सक्नुहुन्छ बेबीले आमा बुवालाई सरप्राइज दिइरहेको छ होइन सरप्राइज के हो भन्दाखेरि दुईवटा कुर्ता सुरुवाल आमा र हजुरआमालाई होइन दिदी र हजुरआमालाई सरी आमा र हजुरआमालाई भन्न आएछ र लड्डु सड्डु केरा सब थोक दिइरहेको थियो बेबीले आँखा नसिमेको त दिँदै नदिने जस्तो कुरा गर्दा थियो होइन तर लास्टै रमाइलो भएको थियो हाम्रो बेलुका भए पनि हाम्रो लास्ट रमाइलो भइरहेको थिएन हाम्रो बिहान पाहुना धेरै आएर पनि हामीले गर्न पाइरहेका थिएनौँ र सबैले क्ल्याप गरौँ भन्नुभयो र हामीले सबैले क्ल्याप पनि गऱ्यौँ कति रमाइलो छ हेर्नु न गाइज यति रमाइलो लाग्छ मलाई बेलुका सबैजना फ्यामिलीसँग रमाइलो गऱ्यो भने त अर्कै छुट्टै मजा हुन्छ नि त र हाम्रो यहाँ फोटो सेसन पनि सबै थोक चलिरहेको थियो है बेबीले म मम्मीलाई खुवाउँछु दादा भिडियो गरिदिनु भनेर मैले बेबीले भिडियो गर्दै फेरि दिदी लुगा चेन्ज गर्न जानुभयो आमा र दिदी होइन मलाई भिडियो नगर भनिदिनु भएको थियो हेर्न सक्नुहुन्छ यति राम्रो लुगा किनिदिनु भएको रहेछ नि यति राम्रो यति स्वाहा दिदीलाई आमालाई पनि यति राम्ररी देखाएको छ है त गाइस आजको लागि यति नै मन परेमा लाइक सेयर र सब्सक्राइब गर्नु नबिर्सिनु ल थ्याङ्क यू फर वाचिङ माई भिडियो लभ यु अल बाई गाइज